नमस्ते दर्शकबिन, आज हामी दीपक नेपाली दाईको लागि केही सामग्री सहयोग लिएर जाँदैछौँ र उहाँलाई उद्धार शान्ति केन्द्र नेपालद्वारा केही खाद्यान्न र केही रकम सहयोग गर्दै हुनुहुन्छ। तपाईँले पुरा भिडियो हेर्न सक्नुहुनेछ। हप्ता दिनपछि बोलाएको छ ड्रेसिङको लागि, अनि 40 दिनपछि खोलेर हेर्नुपर्छ भन्नुभएको छ। लाग्छ भन्नुभएको छ, 4-5 महिना लाग्छ भन्नुभएको छ निको हुनुलाई। 4-5 महिना? हजुर, नसाहरू सबै छिनेर अपरेसन गरेको छ। हजुर। कहाँनिर लागेको, मतलब कुन ठाउँ? चक्रपथ। ए चक्रपथ। त्यहाँ पनि धेरै भयो है? धेरैजना घाइते हुनुभएको छ, 2 जना त सहिद पनि हुनुभयो भन्दैन। भोलिपल्ट? हजुर। हजुरहरूलाई एकदम धन्यवाद हैन? तपाईँहरूलाई धेरै धेरै धन्यवाद। धन्यवाद, एकदम आइदिनु भयो, खुसी लागिरहेछ। घाइतेहरू धेरै हुनुहुन्छ घाइतेहरू। अनि फेरि अरू पनि धेरै सहिद पनि भइरहनु भएको। अब यो जोस् राम्रो हुन्छ उनीको लागि यो भयो, दुःख चाहिँ पाउनुभयो। हामीले गरेको बलिदान खेर नजाओस्, त्यो जान दिँदैन नेपाल सरकारले गरिरहेको छ। त्यो खेर जान पनि हुँदैन, दिनु नि भएन र हुँदा पनि हुँदैन त्यो कुराहरू। त नि हावा नछेरेर चाहिँ बिचरा सानो। कति तिर्नुहुन्छ यसको भाडा चाहिँ? 3000 तिर्छ। 3000 तिर्नुहुन्छ? हजुर, 3000 तिर्छ। घरबेटी आएर 3-4 महिनाको भाडै फिर गर्दै जानुभएको छ। ल, उहाँलाई पनि धन्यवाद। यो समयमा त्यति राहत पाउनु, 3-4 महिनाको छोड्नु भएछ, यो पनि उहाँलाई नै धन्यवाद। सबैको मनकारी मनहरू छ। मेरो खिम्ती हो। ए बिचरा, ए खिम्ती हुनुहुन्छ। ल ठिक छ, आफ्नो दाजुभाइहरूलाई गर्न पाइयो। धन्यवाद। तपाईँहरू पनि आइदिनु भयो, खुसी लागिरहेछ। कति भयो यतै बस्नुहुन्थ्यो हजुर? यहाँ बसेको त 3-4 महिना भयो, धेरै बसेन यहाँ बसेको। ए हजुर। पहिला त्यो अन्त्य बस्थ्यौँ, अहिले त्यो बाबुहरू सबै यहीँ पढ्छ, त्यही भएर यहीँ बसेको। ल ठिक छ, हिम्मत गर्नुहोस्। गरिरहनु भएको छ, हजुरहरूको हिम्मतले अन्धकारलाई ढाकेको छ। बाला फालेर आमालाई लिएर आउँछ, राम्रै हुन्छ। आमाले अब राम्रो गर्न नै पर्छ। उहाँमाथि धेरै देशको परिवर्तनसँग आउँदाखेरि अलिअलि उथलपुथल हुनु स्वाभाविक हो। तपाईँहरूको त्याग तपस्या बलिदानले नै आज देशले नयाँ रूप फेर्दैछ। कङ्ग्रेचुलेसन, यस्तै राम्रो कामको लागि। हजुरहरूलाई नि आइदिनु भयो, धेरै धेरै धन्यवाद। यो हाम्रो बलिदानहरू खेर जानु नदिनु होला। हामीलाई अलिकति टाइम लाग्छ फेरि उठ्नको लागि, हिँड्नको लागि। यो नेपाल सरकारले दिन पनि हुँदैन। यो ब्लडमा, यो रगतमा होली खेल्नु हुँदैन। यो रगतलाई टेकेर सही र सत्य देशको लागि काम गर्नुपर्छ। नेपाल सरकारलाई त म यो भन्छु कि हामी जस्तो घाइतेहरूप्रति पनि ध्यान जाओस्, उहाँहरू पनि बस जरुरी छ। नेपाल सरकारले गर्नुपर्छ र घाइतेहरूलाई सरकारले हेर्नुपर्छ। बालबच्चाहरूको लागि, भविष्यको लागि सरकारले हेर्नु पनि पर्छ, किन भन्दा देशको लागि हो। कुनै व्यक्तिगत परिवार हो, म एक्लै हो कमाउने, हेर्नुहोस् बच्चाको फिस दिनु पऱ्यो, खानु पऱ्यो, बस्नु पऱ्यो। अब हामी जस्तो अब मिडल फ्यामिलीको मान्छेहरू गाह्रो त्यही छ भाइ। जिन्दगीमा अलिअलि उथल पुथल हुन्छ, यस्तो बेला हार मान्यो भने त जिन्दगी सिद्धिएन त। कति लाग्छ यो सङ्घर्ष त गर्नुपर्छ, उठ्नुपर्छ। कति लाग्छ यो निको हुनलाई। त्यही भएर मनलाई अब यो भयो त्यो भयो भनेर होइन कि भोलि केही त गर्छु भन्ने अठोट चाहिँ हुनुपर्छ कि। एउटा युवा यत्रो देश परिवर्तन गर्ने तपाईँहरू, अनि भोलि जीवन परिवर्तन गर्छु भनेर लागि पर्नु पऱ्यो नि त। भइहाल्छ नि, तपाईँ सङ्घर्ष गरेपछि हाम्रो बलिदान खेर नजाओस्, होइन जान दिनु हुँदैन, गर्नुपर्छ क्या। हिम्मत बिनाको जिन्दगी त कामै छैन क्या। किरा फट्याङ्ग्राले त गरेर खान्छ, हामी त मान्छे हो। हामीमा त्यो हिम्मत चाहिँ जोस जाँगर भयो भने त कसैले केही गर्ने। आज हुँदो रहेछ भन्ने उदाहरण प्रशस्तै देखियो। इमान्दारी भइदिनु पर्छ बस। ठिक छ। कतिवटा भाग्यको ढोका खोज्छ, त्यो पत्तो हुँदैन क्या। बेमानी भएपछि कतिवटा बन्द हुन्छ, त्यो पनि पत्तो हुँदैन।
त्यही भएर मन उठाउनु नहुने कुरा भयो। अब शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ हामी पनि। अब हामीले गर्न सकेको हजुरको उसलाई साथ सहयोग के गर्नुपर्छ त्यो हाम्रो तर्फबाट छँदैछ। मैले उठेर जीवन परिवर्तन गर्छु भन्ने अठोट त तपाईँ यत्रो देश परिवर्तन गर्छु भनेर देशको लागि लड्यो भने तपाईँ व्यक्तिगत लागि लड्यो हो र? जब तपाईँले लडेको चिज आज खेर गएको छ र आज एकपछि अर्को त राम्रो हुँदैछ, सुध्रिन्छ। जस देशले चाहेको कुरा पाउँदैछ भन्ने आशा छ हामीमा। हामीलाई पनि त्यही आशा छ धेरै होइन। अब खराब भोलिको दिनमा पनि फेरि यसरी उठ्न नपरोस् हामीहरू होइन। बस यो दिनहरू फर्केर नआओस्, जे हुनु भयो राम्रै होस्। एकदम सही टाइममा सही कुरा थियो नि त। योभन्दा अगाडि पनि त आन्दोलन गर्ने थियो नि त, खै त केही परिवर्तन भयो। समय हुन्छ क्या। बाउले लाता देखिङ बनायो घर आमाले सम्हाल्छ भन्छ नि। हो आउनु भएको छ, हेर्दै जाउँ। आशा छ सबै नेपालीलाई होइन, आशा छ। गर्न पनि पर्छ, चुनौतीको साथ आउनु भएको छ उहाँ। काम गर्न त उहाँलाई पनि सहज वातावरण चाहिँ हुँदैन, तर पनि हरेक जनताको साथ छ उहाँलाई। यसमा राजनीतिक नहोस्। सत्यको जित हुन्छ भन्थे, कसरी हुन्छ भन्थे मान्छे होला त सत्य कहाँ छ भन्थे। अब सत्य नभइदिए के भयो त? नभए त मान्छेलाई कति गाह्रो छ बोल्न। कोही पाएको थियो काम गर, ल म काम गर्छु, मैले अब पढी लेखिनँ सकिनँ, त्यो मेरो भाग्यमा भएन होइन। अब म काम गरेर खान्छु भन्दा तपाईँ काम गर्छ भन्दा यहाँ पावर लाउनु पर्ने भइसक्यो। अनि यसकै लागि मान्छेले स्वतन्त्रताको लागि हक हितको लागि लड्दाखेरि आज जित तपाईँहरूको त पोल्टामा परेन त? सोचेको थियो कसैले? हामीलाई कसले के गर्न सक्छ र भन्नेहरूको आज सबै कुरा तोडिएन, भाँचिएन, दाराहरू भाँचिएन। त्यही भएर सत्य गर्नुपर्छ। नेपालका बालकहरू, स्कुले बालकहरू, स्कुलको ड्रेसमा आएका बालकहरूको रगतमा राजनीतिक नहोस् भन्ने हाम्रो चाहना हो। हामी सबैको प्रार्थना पनि यही छ ईश्वरसँग होइन। यो रगतमा कसैको पनि राजनीतिक नहोस्, सबैले सही बुझेर सही सत्य नेतृत्व गर्नुहोस्। त्यस ठाउँमा पुग्नुभएको नेतृत्व गर्नेहरूले पनि, र बिचमा पनि खेलबाड कसैको पनि नहोस्। यो रगतले फेरि श्राप दिनेछ। यी आत्माहरू, यी बच्चाका आत्माहरू रोएका छन्। धेरै शहीद हुनुभएको छ, धेरै घाइते हुनुभएको छ। यो शहीदहरूको रगतमा टेकेर अनि घाइतेहरूको भावनालाई बुझेर चाहिँ नेपाल सरकारले चाहिँ अब गर्ने कामहरू त्यसरी गरोस् भनेर हामी सबैको प्रार्थना छ ईश्वरसँग। सबैको माग पनि छ देश विदेशमा रहनुहुने नेपालीहरू सबैले चाहेका कुराहरू पुरा होस् भन्ने चाहना सबैमा छ। अनि गाउँ बस्तीमा रहनुहुने आमा बुबाहरूका कतिका काख रित्तेका छन्, कतिका छाती चर्केका छन्, कतिका सिन्दुर पुछेका छन्, कतिका भावनाहरू पुछेका छन्, कतिका आमाहरूका आँखाबाट आँसु सिद्धिएका छन्। अनि यो कुरामा चाहिँ राजनीतिक नहोस्। जो जहाँबाट भए पनि हामी सबैको चाहना छ, नेपालीहरूको चाहना। यसमा चाहिँ राजनीतिक अब पनि घुसेर राजनीतिक जो कोहीबाट भयो भने, नक्कली जेन्जीहरू बनेर अनि हरेक कुरा यो भयो भने, राजनीतिक या देश विदेशबाट यी कुराहरू भयो भने चाहिँ यो आत्माले नै श्राप दिनेछ। योभन्दा खतरा कुराहरू फेरि बेहोर्न पर्छ नेपाल आमाले। बेहोर्न पर्छ भन्ने कुराहरू चाहिँ प्रमाण प्रशस्त देखेका छौँ नेता हामीले होइन। यो कुराहरू कोहीबाट नहोस् भन्ने आमाले अर्को आमालाई पक्कै पनि रोउनु नला भन्ने आशा हो। रुवाउन पनि हुँदैन, उहाँले यो भावना बुझ्नुपर्छ। र हाम्रो मनमा त अझ आएको छ नेपाल सरकारले यो जो घाइतेहरू हुनुहुन्छ अनि जसको चाहिँ शहीदहरू हुनुभयो उहाँको घरको एक परिवारलाई चाहिँ नेपाल सरकारले चाहिँ एउटा रोजगारीको वातावरण बनाइदियोस् भन्ने हाम्रो चाहना हो। नेपाल सरकारले यो त गर्न सक्छ, किनभने देशको लागि गरेको कुरा हो होइन। देशको लागि यी घाइतेहरूको एक बच्चा या एक व्यक्तिलाई अनि जो शहीद हुनुभयो उहाँहरूलाई चाहिँ एउटा नेपाल सरकारले नै एउटा रोजीरोटीको चाहिँ माध्यम मूल्य खुलाइदियो भने अझ पनि त्यसमा सुनमा सुगन्ध हुन्थ्यो भन्ने एउटा हाम्रो धेरै सहज हुन्थ्यो, धेरै सहज हुन्थ्यो। अनि यो पनि हाम्रो प्रार्थना छ पुगोस्, ईश्वरसँगको प्रार्थना छ। ईश्वरमा आस्था राख्नु हजुरले नि मनदेखि। मन ईश्वरकै सन्तान, ईश्वरकै सन्तान हुनुहुन्छ, माग्नुहोस्। यो घाउ पनि छिट्टै निको हुनेछ। औषधि उपचार गर्दा पनि त्यसबाट पनि त ईश्वरले काम गर्नुहुनेछ। त्यही ईश्वरको सन्तान हुनुहुँदो रहेछ र बाँच्न पाउनुभयो होइन। र हजुरहरूको जित भएको छ। हजुरहरूको जित भनेको नेपालको जित हो। एउटा आमा रोइराखेकी थिइन्, आज आँसु पुस्नुभयो। गरे के हुँदो रहेनछ भन्ने कुरा नेपाली जनताहरूले देखाउनु भयो।
स्पष्ट देखाउनु भएको छ। यो एउटा नेपाल सरकार मतलब एउटा जितको कुरा हो। तपाईँ हामी सबैको हो। घाइते हुनुभयो त्यो आफ्नो ठाउँमा छ, कति शहीद हुनुभयो, त यसको सबैको कदर चाहिँ नेपाल सरकारले गर्नै पर्छ। र हामीले थोरै सहयोग, हाम्रो एउटा संस्था छ होइन, उद्धार शान्ति केन्द्र, अन्डा पनि धेरै त अब हाम्रो यो संस्था पनि भर्खर सुरुवात भएको संस्था हो, नयाँ हो। त्यसकारण नयाँ भए पनि संस्था भर्खरको नयाँ भए तापनि एउटा प्रेमको भावनाले प्रेम बाँडौँ एक आपसमा। यो हजुरलाई परेको होइन, यो नेपाल, हामी नेपालभरि भएका विद्यार्थी मतलब नेपालीहरूलाई नै परेको हो होइन, सबैलाई परेको हो। हामीले पनि लिएका छौँ, यसको भावनाहरू बुझेका छौँ। त्यसकारण हाम्रो चाहिँ एउटा उद्धार शान्ति केन्द्र नेपाल जो भर्खर दर्ता भएको 1.5-2 वर्ष भएको छ, यो संस्थाबाट चाहिँ हामीले पनि केही गरौँ न त। हाम्रो दाजुभाइ हो नि त, हाम्रो दाजुभाइहरूलाई हामीले पनि केही गरौँ। हामीले सानो गर्दाखेरि केही हुन्छ भनेदेखि हामी पनि जाउँ भनेर हाम्रो टिमले चाहिँ एउटा उद्धार शान्ति केन्द्र नेपालको संस्थाको सबै संस्थापक सबैजना भएर चाहिँ थोरै अलिअलि भए पनि केही गरौँ भनेर चाहिँ हामी आएका छौँ। अलिअलि चाहिँ हामीले यसो खानेकुराहरू ल्याएका छौँ। सबैजना आइदिनु भयो, धेरै धेरै खुसी। र यहाँ चाहिँ हामीले थोरै अलिकति ल्याएका छौँ र थोरै राहत बाँड्नलाई हामी चाहिँ हजुरको लागि चाहिँ आएका छौँ बाबु है। यो चाहिँ हजुरले नै लिनु होला। यहाँ थोरै 7,000 छ अनि यहाँनिर अलिअलि सामानहरू छ। धन्यवाद सम्पूर्ण सबैजना आइदिनु भयो। हिम्मत चाहिँ गर्नुपर्छ हजुरहरूको। हामीले हिम्मत गर्नुहोस् हजुरलाई भन्नु परेन, किनकि हिम्मतिलै भएर नै आज देशको कायापलट पल्टाइदिनु भयो हजुरहरूले। त्यसकारण अझै पनि आफ्नो शरीरको लागि पनि हिम्मत गर्नुहोस्। यो केही होइन, निको भइसकेकोमा विश्वास गर्नुहोस्, एकदम आँट गर्नुहोस्। अरू आफ्ना साथीभाइहरूलाई पनि हिम्मतिलो बनाइदिनुहोस् होइन। कति त त्यो होपलेस भएर बस्नुभएको अवस्था पनि हामीले देखेका छौँ। हामी त्यो ठाउँसम्म पुग्न नसके पनि हजुरहरूसँग कन्ट्याक्ट हुँदा पनि चाहिँ उहाँहरूलाई एउटा आत्मबल, हिम्मत, चाहत, साहस केही होइन। हामीले यति गरेर चाहिँ देशको कायापलट भएको छ, यसमा हामीले गौरव ठान्नुपर्छ भन्ने तरिकाले हजुरहरूले यो पनि उहाँहरूलाई उत्साहित बनाउन पनि जरुरत छ। र हामी यही सानो सहयोग लिएर हजुरहरूको साथमा आएका छौँ भन्दै हामी चाहिँ अब धन्यवाद सबैजनालाई आइदिनु भयो होइन। म त यो हुन्छ हाम्रो बलिदान तपाईँहरूले खेर जान नदिनु होला। हामी अझै पनि दिँदैनौँ भोलिका दिनमा पनि होइन। हजुरबाहरूलाई सबलाई हटाएर आमा जस्तो मान्छे आउनु भएको छ देशमा। हामी जस्तो मान्छेहरू यो घाइते जतिजना हुनुहुन्छ सरकारको ध्यान जतिजना मभन्दा अझ निज पनि मान्छेहरू हुनुहुन्छ अझै उहाँहरूप्रति पनि ध्यान जाओस्। सरकारहरूको जतिजना घाइते शहीदहरू भएको छ होइन, यही भन्न चाहन्छु। हो हाम्रो भावना पनि यही हो बाबु। के अरे यो शहीदहरूको रगतमा र आत्मामा र यो घाइतेहरूको घाउमाथि चाहिँ अब राजनीतिक नहोस् भन्ने भावना र ईश्वरसँग नै हामीले यो मागेका छौँ। र अब आउने नेतृत्वमा सही बुद्धि र विवेक भएको व्यक्तिलाई चाहिँ त्यो ठाउँमा लिएर आउनुहोस् भनेर हामीले पनि मागेका छौँ आत्मासँग भन्दै। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच। एकदम धन्यवाद हजुरलाई धेरै धेरै हिजो नै आउनुभयो। अब यस्तो तपाईँ जस्तै मान्छेहरूलाई नि गर्न पायो भने हामीलाई सबभन्दा ठुलो धर्म त्यही त हो नि। म जस्तो हजारौँ छ नि यस्तो घाइते हो नि। सेवा नै धर्म हो। हजुरहरूले पनि यस्तो ध्यान जाओस् तपाईँहरूको पनि। म जस्तो मभन्दा निज पनि हुनुहुन्छ होला अझै पनि कति। हस् धन्यवाद सम्पूर्ण देश विदेशमा रहनुभएको सम्पूर्ण मेरो नेपाली दिदी दाजुभाइ दिदी बहिनी आमा बुवा सबैजनालाई। हामीले गरेको यो बलिदान खेर जानु नदिनु होला। तपाईँहरू जहाँ भए पनि हेर्नुहोस्, यो रगत त्यत्तिकै बगाएको होइन, हेर्नुहोस्। देशको लागि यो माया, बस देशको लागि यो माया।